नमस्कार, मेरो नाम पूजा पाण्डे। म एस स्टडी रुम बुटवल ट्युसन तथा होम ट्युसन क्लासकी सञ्चालिका। आज म हजुरहरूको सामु एउटा कविता लिएर प्रस्तुत भएकी छु। मेरो कविताको शीर्षक रहेको छ म शहीद भएँ। आमाले मोही खाने निधारमा सरकारले गोली हानेको छ। आमाले मोही खाने निधारमा सरकारले गोली हानेको छ। यसैलाई हत्यारा सरकारले असल शासन ठानेको छ। यसैलाई हत्यारा सरकारले असल शासन ठानेको छ। आदेश आएको रहेछ आमा ताकी ताकी गोली हान्ने। ती मध्ये हामी विद्यार्थीहरूलाई नै छान्ने। ती मध्ये हामी विद्यार्थीहरूलाई नै छान्ने। ढुक्क थिए आमामा त विद्यार्थी पोसाकमा हुन्न भनी केही। जे नहुनु थियो भयो आमा त्यही। जे नहुनु थियो भयो आमा त्यही। संविधान संविधान त मैले पनि पढेको थिएँ। संविधान त मैले पनि पढेको थिएँ। खै छातीमा निधारमा गोली हान्ने आदेश चाहिँ कसले दिए? छातीमा निधारमा गोली हान्ने आदेश चाहिँ कसले दिए? संविधान मिचिनु हुन्न भनी हाम्रा माग पुरा नहुने यो देशमा। संविधान मिचिनु हुन्न भनी हाम्रा माग पुरा नहुने यो देशमा। के रह्यो त आखिर जेन्जीको माग शेषमा? के रह्यो त आखिर जेन्जीको माग शेषमा? के संविधानको विधान हाम्रा लागि मात्रै? के यो संविधानको विधान हाम्रा लागि मात्रै? उनीहरूले जनतालाई जे गरे पनि जात्रै? के यो संविधानको विधान हाम्रा लागि मात्रै? आवाज सुन्नुभन्दा माने गोली हान्न ठिक। आवाज सुन्नुभन्दा माने गोली हान्ने ठिक। अझै पनि झोलेहरू मासु भातमै बिक। अझै पनि झोलेहरू मासु भातमै बिक। आमा मलाई सम्झेर पिर नमान है। आमा मलाई सम्झेर पिर नमान है। तिम्रो छोरो मरेको होइन शहीद भएको छ। आमा मलाई सम्झेर पिर नमान है। तिम्रो छोरो मरेको होइन शहीद भएको छ। आमा तिमीले मलाई जन्माउन रगत बगायौ। आमा तिमीले मलाई जन्माउन रगत बगायौ। मैले देशलाई पुनर्जन्म दिन रगत बगाएँ। मैले देशलाई पुनर्जन्म दिन रगत बगाएँ। जन्मसँगै मृत्यु त साँचो हो आमा। जन्मसँगै मृत्यु त साँचो हो आमा। तर गर्व साथ मर्न भाग्यमानीले पाउँछ आमा। तर जन्म साथ मर्न भाग्यमानीले मात्र पाउँछ आमा। देश उठाउँदा म आफै ढले। देश उठाउँदा म आफै ढले केही चिन्ता छैन। देश उठाउँदा म आफै ढले केही चिन्ता छैन। बस मेरो देश उठ्यो कि नै? बस मेरो देश उठ्यो कि नै? बस मेरो देश हाँस्यो कि नै? बस मेरो देश बाँच्यो कि नै? बस मेरो देश हाँस्यो कि नै? बस मेरो देश बाँच्यो कि नै? धन्यवाद।